हेलो ब्युटिफुल भ्युवर्स, वार्म वेलकम टु एभ्रीवन। हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानल रुमिला ब्लग्समा। र हजुरहरूलाई चाहिँ आज मैले एउटा राम्रो सोइल मिक्सचर बनाएर देखाइरहेको छु। र यो सोइल मिक्सचर चाहिँ मैले लिफ कम्पोस्ट, वर्मी कम्पोस्ट मल, त्यसै गरेर चाहिँ एन्टी फङ्गसको युज गरेर मजाले गार्डन सोइल सहित मिक्सअप गरिसकेको छु। र हजुरहरूलाई मैले यहाँ देखाउँदै गरेको हिबिस्कस चाहिँ थाई भेराइटीको हिबिस्कस हो, जुन चाहिँ मैले भर्खरै मात्रै खरिद गरेर मदर प्लान्टको लागि ल्याएको थिएँ भने अब यसलाई चाहिँ म कट गरेर मदर प्लान्टको रूपमा युज गर्दैछु। र मैले यसबाट चाहिँ अन्य बिरुवाहरू प्रोडक्सन गर्ने विचार गरेको छु। र अब हजुरहरूले देखिसक्नु भएको छ, मैले चाहिँ यसलाई कट गरिसकेको छु। हजुरहरूले पनि ठुलो ठुलो बोट बिरुवाहरूलाई चाहिँ यसरी कट गर्नुस्। र मैले चाहिँ अब यसमा फेरि माटो मल मजाले मिक्सअप गरेको चाहिँ माटो सोइल मिक्सचरलाई चाहिँ यसमा फिल गरिसकेको छु भने अब चाहिँ मैले यसलाई चाहिँ कटिङहरू राख्नको लागि यसका हाँगा बिगाहरू मसिनो मसिनो भागमा चाहिँ पार्ट पार्ट गरेर कट गरिरहेको छु। हजुरहरूले पनि यसरी आफूसँग भएको बिरुवाहरूलाई कटिङ राख्न सक्नुहुनेछ भने मैले पनि यसरी अब यसलाई कटिङ राख्न गइरहेको छु। र कटिङ राख्ने क्रममा चाहिँ मैले यसबाट धेरै हाँगाहरू प्राप्त गरिसकेको छु भने अब यस हाँगाबाट चाहिँ मैले बिस्तारै बिस्तारै यसका केही पातहरू रिमुभ गरिरहेको छु। र पातहरू हटाइसके पश्चात चाहिँ यसलाई चाहिँ हामीले एकदमै पर्फेक्टली युज गर्नको लागि रेडी हुनेछ भने यसलाई चाहिँ मैले पातहरू पनि क्रमैसँगले हटाइरहेको छु। र पात हटाइसके पश्चात चाहिँ अब मैले यसमा के काम गर्छु त, हजुरहरूसँग चाहिँ यदि त्यो केमिकल छ भने छैन भने यत्तिकै पनि हजुरहरूले युज गर्न सक्नुहुनेछ, यत्तिकै पनि रोप्न सक्नुहुनेछ। मैले चाहिँ यसमा अब एन्टी फङ्गस र रुटेक्सको घोल सम्मिश्रण गरिसकेको छु। र अब यसलाई चाहिँ मैले एउटा एउटा गरेर चाहिँ प्रत्येक हाँगाको दुईटै पार्टमा लगाइरहेको छु। र एन्टी फङ्गसले चाहिँ बिरुवालाई कुहिन दिँदैन भने रुटेक्सले चाहिँ जरा झार्नमा मद्दत गर्दछ। र यसरी मैले हेर्नुहोस् त एउटा एउटा गरेर चाहिँ सम्पूर्ण मेरा बिरुवाका डन्ठाहरूमा, कट गरेको डन्ठाहरूमा चाहिँ मैले यसरी यो केमिकल लगाइसकेको छु। र अब चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ, यसमा चाहिँ मैले अब पोली ब्यागहरूमा चाहिँ माटो फिलअप गर्दैछु, जुन चाहिँ एकदम पर्फेक्ट सोइल मिक्सचर भइसकेको छ भने। र यो सोइल मिक्सचरलाई चाहिँ मैले हजुरहरूलाई पोली ब्यागमा क्रमैसँगले फिलअप गरेर देखाइरहेको छु। र यसरी क्रमैसँगले फिलअप गरिसके पश्चात चाहिँ अब मैले यसमा फेरि मजाले बिरुवालाई चाहिँ सेट गर्नुपर्ने हुन्छ। र यसरी ग्रो ब्यागमा सोइल मिक्सचर भरिसकेको ठाउँमा चाहिँ मैले क्रमैसँगले मेरा कटिङहरू राखिरहेको छु। हिबिस्कसको कटिङ हो यो भने यो हिबिस्कसको कटिङमा चाहिँ मैले एन्टी फङ्गस र रुटेक्सको घोल मिक्स गरेको कारणले गर्दाखेरि चाहिँ यसलाई आफ्टर 15 मिनट्स जति राखेर मात्रै यसमा चाहिँ सेट गरेको छु। हजुरहरूले पनि यसरी नै सेट गर्नुहोला। र अब पालो आएको छ सानो बिरुवाहरूलाई सेट गर्ने, जुन चाहिँ यो पनि थाई भेराइटीकै बिरुवाहरू हो, हिबिस्कसको बिरुवा। र अब यसलाई चाहिँ मैले ग्रो ब्यागहरूमा चाहिँ रिपोर्टिङ गर्न गइरहेको छु है। यो चाहिँ नेपालमा मात्र प्रोडक्सन नभएर अन्य देशबाट आएको हुनाले गर्दाखेरि हजुरहरूले देख्न सक्नुहुनेछ, यसमा चाहिँ एउटा प्लास्टिकको खोस्टामा आएको हुन्छ, सानो सानो प्लास्टिकको खोस्टामा आएको हुन्छ, जसलाई चाहिँ नहटाउनु होला। यदि तपाईँहरूले हटाउनु भयो भने त्यो चाहिँ मर्ने सम्भावना हुन्छ। र यसलाई चाहिँ मैले अब अलिकति ठुलो ग्रो ब्यागमा चाहिँ रोपिरहेको छु। र यसरी फुलिसकेको फुलको डन्ठालाई चाहिँ मैले रिमुभ गरिरहेको छु भने हजुरहरूले पनि यसरी नै आफ्ना फुलहरूलाई रिपोर्टिङ गर्न सक्नुहुनेछ। मैले क्रमैसँगले चाहिँ मेरो फुलहरूलाई रिपोर्टिङ गरिरहेको छु। यसो गरेमा चाहिँ फेरि एकदमै राम्रो ग्रोथ लिएर चाहिँ हेल्दी हुन्छ। सो हजुरहरूले पनि यसरी नै आफ्नो प्रत्येक फुलहरूलाई नर्सरीबाट खरिद गरिसके पश्चात चाहिँ ग्रो ब्यागहरूमा चाहिँ सार्ने गर्नुहोस् अथवा गमलाहरूमा सेट गर्ने गर्नुहोस्। यसो गरेमा हजुरहरूले राम्रो रिजल्ट पाउनुको साथसाथै एकदमै कार्य गरे अनुसार सेटिस्फाई पनि हुन्छ है। र मैले चाहिँ यसरी मेरो सम्पूर्ण बिरुवाहरूलाई चाहिँ सेट गरिसकेको छु भने अब यो सेट गरिसकेको बिरुवाहरू एकदमै राम्रो भइसकेको छ। र अब यसलाई चाहिँ मैले फेरि पनि पानी दिइरहेको छु। र यसरी पानी दिइसके पश्चात चाहिँ मैले यिनीहरूलाई चाहिँ अब सेमी सेट भन्नाले पूर्ण रूपले चाहिँ मैले यसलाई चाहिँ टनलको मुनि राख्नेछु। र हजुरहरूलाई चाहिँ यसको राम्रो रिजल्ट भएपछि पुनः देखाउने छु है। ल अब हेर्नुहोस् त, यो चाहिँ एकदमै राम्रो थाई भेराइटीको बिरुवा हो र कति राम्रो भइसकेको छ हेर्नुहोस् त। ल एकदमै गुड लुकिङ र
यसबाट चाहिँ हामीले धेरैभन्दा धेरै हाँगा बिगाहरूबाट कटिङ राखेर अन्य धेरै बिरुवाहरू बनाउन सक्नुहुनेछ। ल हेर्नुहोस् त कस्तो राम्रो कलरको हिबिस्कस मन पर्यो हजुरहरूलाई भने चाहिँ मसँग सम्पर्क गरेर यो बिल्ता बजारको हाट बजारबाट पनि लिन सक्नुहुनेछ भने रुमिला भ्लग्सलाई चाहिँ हजुरहरूले सब्सक्राइब गरेर डिस्क्रिप्सनबाट मेरो फोन नम्बर लिएर चाहिँ हजुरहरूले मसँग खरिद गर्न सक्नुहुनेछ। र हजुरहरूलाई आजको मेरो भिडियो के कस्तो लाग्यो यदि मन परेमा मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर लाइक कमेन्ट र सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। लभ यु अल। बाई बाई। ह्याभ अ ग्रेट डे अलवेज।